कमल कार्की तर्फबाट हार्दिक नमस्कार साथै न्यानो अभिवादन। र म करिश्मा कार्की आजको यस कार्यक्रमको उद्घोषकको रूपमा यहाँहरू सबै सामु हार्दिक नमस्कार। सैलुङ विद्यार्थी आइडल 2082 कार्यक्रमले हाम्रो सैलुङ गाउँपालिकामा मात्र होइन, दोलखा जिल्लामा मात्र नभई सम्पूर्ण देशभरका प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ। यस कार्यक्रम मार्फत विद्यार्थीहरूले आफूभित्र लुकेको प्रतिभा, क्षमता र कलालाई उजागर गर्ने एउटा मौका पाउनेछन् र आफ्नो सोच र विचारलाई प्रस्तुत गर्नका लागि एउटा मञ्च उपलब्ध गर्नेछन्। कार्यक्रममा उत्कृष्ट विद्यार्थीले न त केवल दोलखा जिल्लामा तर सम्पूर्ण देशभरमा एक उत्कृष्ट कलाकार र डान्सरको रूपमा चिनिने मौका पाउनेछ। कार्यक्रमले सामाजिक एकता, सहयोग र सांस्कृतिक महत्त्व सिकाउने उद्देश्य बोकेको छ। यसरी सैलुङ विद्यार्थी आइडल 2082ले गाउँ, जिल्ला र राष्ट्रको गौरवमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। यसैगरी आज यस सैलुङ विद्यार्थी आइडल 2082 जुन हजुरले सुनिरहनु भएको छ, यस कार्यक्रम मुख्य आयोजक देवती समाज रहेको छ। देवती समाजले निरन्तर गाउँ र समुदायको सामाजिक, सांस्कृतिक, शैक्षिक र धार्मिक विकासमा योगदान गर्दै आएको छ। यस समाजले युवाहरूको प्रतिभा पहिचान गरेर प्रोत्साहनमा अग्रणी भूमिका खेलेको छ। समाजले मेलमिलाप, भाइचारा र सहयोगको प्रबन्ध गर्दै सधैँ सामाजिक उत्तरदायित्व निभाउँदै आएको छ। यसले गाउँमा शिक्षा, स्वास्थ्य कार्यक्रमहरू र परम्परागत गतिविधिहरूलाई पनि संरक्षण योगदान गर्दै आइरहेको छ। देवबस्ती समाजले स्थानीय सम्पत्ति, मन्दिर, धार्मिक स्थल र सामुदायिक कार्यक्रमको व्यवस्थापन पनि ठुलो भूमिका खेलिरहेको छ। यस समाजको सक्रिय नेतृत्वले सैलुङ गाउँपालिका मात्र नभई दोलखा जिल्लामा समेत सकारात्मक छाप छाडेको छ। आजको सैलुङ विद्यार्थी आइडल कार्यक्रम यही समाजको समर्पण, मेहनत र नेतृत्वको प्रतिफल पनि हो। अतिथि देवो भव, अतिथिहरू भगवान समान हुन् भन्ने हाम्रो परम्परा अनुसार आज यस कार्यक्रममा उपस्थित अतिथिहरू सबैलाई हार्दिक स्वागत गर्दछु।